डाडु बाङ्गिने गरी ओ तिमी रुइदिएको अरे तिमी रुको हो टेक रिसोर्ट बार है यो चाहिँ भेल्टार एरियाको सबैभन्दा घटिया रिसोर्ट हो हेरिरहेको छ मलाई वेलकम ब्याक टु माई न्यू ब्लग आइप सबैजना सन्चै हुनुहुन्छ होला अनि म भने ठिकै नै छु त्यही नै हो गाइस आज चाहिँ म धरान झर्न आँटेको गाइस म त निस्किसकेको छु है सकिलो गाडी पाउँदैन भन्दैछ त आज के हो अनि हिजो चाहिँ गाइस डेन्जर पानी परिरहेको थियो सो गाइस म चाहिँ यहाँ गाडी पर्खिरहेको छु है सबै उकालो जाने मात्र छ होइन ओह्रालो झर्ने बसहरू एउटा पनि छैन आज गाडी पाउँदैन जस्तो छ पर्खिँदा अल्छी लागिसक्यो के हो यो के गर्नु खोजेको गाइस यो दाइले चाहिँ मलाई अघिदेखि नोटिस गरेको रहेछ किन हो त्यस्तो दाइ मैले केही गरेको छुइनँ गाडी पर्खिँदा अल्छी लागिसक्यो म के गर्नु के गरेको यस्तो आम्मामा अनि गाइस एउटा कुरा तपाईँहरूलाई म भनिदिन्छु ल यो अब हुन्छ नि यो अगाडिको टेक रिसोर्ट भन्ने रिसोर्ट छ नि यहाँ चाहिँ तपाईँहरू कहिले पनि झुक्केर पनि काम गर्नु त टाढोको कुरा होइन यहाँ के अब त्यो खानुहरू पनि नआउनु क्या यहाँ छिर्दै नछिर्नु यहाँ किनकि अब सुरुमा गाइस होइन स्टार्टिङमा अब भेल्डा चढ्दाखेरि सुन मैले रिसोर्टमा काम गरेको थिएँ क्या काम गाइस है अलराउन्डर भन्छ वाइल्ड हलाउँछ अनि पैसा पनि अब महिनामा राम्रो दिँदैन अनि त्यो भयो अनि खानेकुराहरू केही मिठो पनि हुँदैन यहाँ दिनमा चिया पनि सेल हुँदैन क्या त्यही भएर प्लिज है गाइस यहाँ नआइदिनु होला यहाँ देख्न सक्नुहुन्छ म ब्यानर मजाले ल्याइदिन्छु टेक रिसोर्ट बार है यो चाहिँ भेल्टार एरियाको सबैभन्दा घटिया रिसोर्ट हो इन्डियन हो क्या यहाँको ओनर चाहिँ अनि हेरिरहेको छ मलाई इतर म त खानेको लिए गाई फोन चाहिँ अफ हुन आँटिसक्यो गाडी पनि आएको छैन अनि गाइस तपाईँहरूलाई म एउटा कुरा चाहिँ क्लियर गरिदिन्छु ल अब त्यो हाम्रो हेर्बन डाँडाको देवखान रिसोर्ट अब कसैलाई त्यति थाहा छैन नि त लोकेसन अनि अब लोकेसन चाहिँ यो टक हुन्छ नि भेल्डार जाने उकालो चोक जाने बाटो हो उकालो नआइकन यता राइटपट्टि होइन यस्तो गमलाहरू छ यहाँदेखि सिधै तपाईँहरू उकालो आउनु सक्नुहुन्छ यहाँ देख्नु सक्नुहुन्छ है बोट पनि अनि गाइस यस्तो है उयो भेल्टार जुन सबै भेल्टार पर्दैन क्या भेल्टार अब आदि चाहिँ धरानै पर्छ धरान 4 देख्नु सक्नुहुन्छ धरान 4 देवीथान सेर्गेर यसलाई सेर्गे रोड भन्छ क्या हो जे भने पनि गाइस देवीथान रिसोर्ट चाहिँ हाम्रो यहाँदेखि सिधै जान्छ जान्छ होइन नन स्टप सिधै जान्छ उकालो पर्छ सबै माइकहरू मात्र आइरहेको छ है बसको त दुई पनि नआउनु जान्छ होइन गाइस हाम्रो देवीथानको नगर ड्राइभर आइसक्नु भएको छ होइन अब हामी चोकै जानुपर्ने हुन्छ यहाँ बसै आएन क्या अब चटो लगाएर माथि गएर अब त्यहाँ पनि बस जान्छ जाँदैन झर्दैछ त काठमाडौँको बस हो क्या बसै आउँदैन त हौ हाम्रो चाहिँ भन्छ राइडहरूमा स्कुटीको चाहिँ नहालिन्छ केही सधैँ के भन्नुपर्ने अरे के भनिदिनु न त अनि गाई वाइल्ड पानी परिरहेको थियो है चट्याङहरू पनि यहाँबाट अनि यहाँ गाडी टेम्पोहरू लाग्छ हुन्छ त त्यो गाइज गाडी पऱ्यो चाहिँ खै कताको के भत्कायो अरे होइन अनि अब टेम्पो पनि जानुपर्ने हुन्छ टेम्पोहरू पनि टेम्पो छ गाइज है टेम्पो चलाउने मान्छे नै छैन हौ के गर्ने होला त है अब त्यही हो गाइज फोन पनि अफ हुन आइसक्यो गाइज म चाहिँ धरान आइसकेँ है अनि अघिको क्लिप्सहरू चाहिँ आउनु पाइनँ क्या मेरो फोनमा चार्जै थिएन क्या अनि त्यसको लागि सरी है अघि के हाल्नु पाइनँ क्या फोनमा चार्ज पनि थिएन त्यो गाइज होइन अनि अहिले चाहिँ हामी साइकल जान लागेको आज फाङ्गो नि त अनि त्यही भएर अब जान लागेको अहिले चाहिँ हामी डेन्टल अगाडि छौँ है गेटमा
त्यही नि अब हामी निस्किन आँटेको खेलिरहेको छ अभि ऊ त्यसरी हान्दिनौ बिलले हान्दियो रेडी हो होइन प्रदर्शनीको प्रथम पुरस्कार रु 40,000 छिटो गर्न अङ्कल कराउनु हतार भइसक्यो कृष्णदेव राई र दया राई बाउले गीत धुनिन्छ भात पनि खाएको छुइनँ छिटो प्रदान हुँदैछ यसमा विजेता बुढीले मार्छ घरमा छिटो किरात राई डाडु बाङ्गिने गरी धरान किरात राई आएको छ धरान